नमस्ते सम्पूर्णमा। अनि यो बच्चाहरूको चाहिँ आर्थिक अवस्था एकदमै कमजोर रहेको छ र हामीले चाहिँ केही लत्ता कपडा वितरण गरेका छौँ। मेरो साथी सुभाष महर्जन र म मिलेर ऊ चाहिँ बालाटारदेखि आएको हो। अनि उनीहरूको चाहिँ बुवा पनि रक्सी खानुहुन्छ, आमा पनि रक्सी खान्छ। उनीहरूको घरमा केही पनि छैन, खाना पकाउने भाँडाहरू पनि केही छैन, लत्ता कपडा छैन, शिक्षाबाट वञ्चित छ। म आफै बिरामी भएको कारण होइन, म केही गर्न त सक्दिनँ। मेरो हातमा कुकुरले टोकेको छ, त्यही भएर म यत्तिकै घरकै लुगामा आएँ। अनि उनीहरू एकदमै शिक्षाबाट पनि वञ्चित छ। हेर्न सक्नुहुन्छ, उसको आमा ऊ नै हुन् है, रक्सी खानुहुन्छ। जहिले पनि अब रक्सी खाएर आफ्नै तालमा बस्नुहुन्छ। बच्चाहरूले के खायो, कहाँ गयो, के गयो, केही पनि थाहा हुँदैन। अनि चाहिँ मेरो साथी हो सुभाष महर्जन, बालाटारदेखि आएर उनीहरूलाई केही कपडा वितरण गरेको छ। त्यही भएर उनीहरूको घरमा पनि केही छैन। यो पनि बाटोमा बस्ने काम, त्यो ढुङ्गाहरू राख्ने दाइहरूले बनाएको टहरामा बसिरहेछन्। न त्यहाँ बत्ती छ, न त्यहाँ बाथरुमै छ। एउटा राम्रो खाट छैन, खाना पकाउनलाई केही चुलो भाँडासाँडा केही पनि छैन। अनि अरू मेन कुरा के भने उनीहरू शिक्षाबाट वञ्चित भए बच्चाहरू। अब फुच्ची भनेको अब टिनेजर लाग्ने उमेर भइसक्यो, त्यस्तोमा छोरी मान्छेलाई राख्नु उपयुक्त पनि हुँदैन। अनि सानो बच्चा छ, भोलि पछि गएर भविष्यमा गएर केही गजरी केही बन्देला भन्ने डर लाग्छ। अनि उनीहरूको चाहिँ एकदमै लास्टै बिजोग, एकदमै नाजुक अवस्था भएको कारणले गर्दा हजुरहरू आफूले सक्ने सहयोग गर्नुहोला। र बच्चाहरूलाई चाहिँ कहाँ राम्रो शिक्षा, एजुकेसन कहाँ राम्रो हुन्छ, ऊ चाहिँ हामी चाहिँ कपन भङ्गाल चुनी खेलमा हो। अनि उसको आमा हेर्न सक्नुहुन्छ, अब हेरेरै भिडियो हेरेरै थाहा पाउन सक्नुहुन्छ अवस्था कस्तो छ र कति दयनीय छ भनेर। उनीहरूको रुम हो, हेर्न सक्नुहुन्छ, एकदमै आर्थिक अवस्था कम छ, बिजोकै छ, न केही सुत्नेको व्यवस्था छ, सिरक डस्ना केही छैन। ऊ त्यसरी आगोमा पकाउँछन्, केही पनि छैन क्या भित्र गएर। हजुरहरू मजाले गएर हेर्न सक्नुहुन्छ। अनि यो बच्चाहरूलाई चाहिँ